असारको 7 गते चाहिँ म पहिरे गएको थिएँ। सानोतिनो क्लिप थियो त्यो राख्दैछु। पहिरे कहाँ पर्छ भन्नुहुन्छ भने चाहिँ सिन्धुपाल्चोक बलिफी गाउँपालिकामा पर्छ। बिहान उठेर चाहिँ मैले मनतातो पानी 1 गिलास पिएँ अनि त्यसपछि अराउन्ड 8 बजेतिर चाहिँ मैले खाना खान बसेँ। खाना खाइसकेपछि चाहिँ म लुगा चेन्ज गरेर चाहिँ बसेँ मोइस्चराइजर र सनस्क्रिन लगाउनको लागि। मोइस्चराइजर चाहिँ पोन्ड्सको मोइस्चराइजर हो अनि सनस्क्रिन चाहिँ गागाको सनस्क्रिन हो यो। यसले चाहिँ यिनीहरू दुईटाले चाहिँ मेरो फेस एकदम ग्लो देखाउँछ है। अनि त्यसपछि लिप लाइनर लगाएँ, लिपस्टिक लगाएँ अनि त्यसपछि अनि ब्लस पनि लगाएँ। ब्लस लगाइसकेपछि चाहिँ मैले मङ्गलसूत्र लगाएको छु अनि लगाएँ मैले सिन्दुर लगाएपछि चाहिँ मैले उठेर हेरेर क्लिप कपाल छोडेको थिएँ अनि वहाँ पुग्दासम्म त मेरो कपाल बोक्सी जस्तो हुन्छ। अनि त्यसपछि गरेँ मैले क्लिप लगाएँ अनि क्लिप लगाएर चाहिँ म उठेर रेडी भएर चाहिँ म ब्यागस्याग बोकेर हिँडेँ। जडीबुटी जाँदैछु। जडीबुटी गइसकेपछि चाहिँ सोधेको गाडी रहेछ अनि चढेमा चरीकोटको गाडी चढिसकेपछि चाहिँ अनि हिँडेँ। म हिँडिसकेपछि चाहिँ पुगेँ सुकुटेबाट चाहिँ वहाँसम्म जाने गाडी रहेछ घरसम्म। अनि त्यसपछि मोमो खाएँ। खाँदा गाडी पनि आइपुग्यो अनि त्यसपछि गाडी पनि चढेँ अनि अलिकति लिपस्टिक पनि लगाएँ, टचअप लिपस्टिक लगाएँ। अनि त्यसपछि यो चाहिँ बलिफी उताको बाटो हो। अहिले चाहिँ एकदम राम्रो बनाएको रहेछ है। पहिला चाहिँ एकदम हेर्नै नहुने थियो बाटो। अहिले चाहिँ पानी पर्दा ओर्दा नै समस्या हुँदैन यो बाटोमा। पहिला चाहिँ एकदम गाह्रो थियो क्या यो बाटो हिँड्नलाई। अनि मैले सानोतिनो क्लिपहरू पनि लिएँ बाटोको। अनि त्यसपछि आफ्नो पनि क्लिप लिएँ। अनि त्यसपछि पुग्यौँ हामी जलबिरे पुगिसकेपछि चाहिँ एकछिन त्यहाँ रेस्ट गऱ्यौँ। अनि रेस्ट गरिसकेपछि चाहिँ हामी घर पुग्यौँ। घर चाहिँ यो हाम्रो घर। अनि त्यसपछि अनि म नुहाएँ। यो चाहिँ सिन हो हाम्रो घरबाट देखिने। अनि त्यसलाई नुहाएर चाहिँ मैले भजनीलाई बोक्दैछु। हाई भने मान्दैन। उसको नाम चाहिँ आर्या हो। अनि त्यसपछि नुहाएर चाहिँ भाउजूले मलाई मोहिदिनु भयो। अनि त्यसपछि खाएँ। थ्याङ्क यू फर वाचिङ। बाई बाई।